रामको जिन्दगीबाट कमलालाई निकालेर पनि दुर्गा आमा चुप लागेर बसेकी चाहिँ छैनन्। कसरी हुन्छ त्यो रामलाई अझै बर्बाद पार्नु पर्यो, त्यसलाई अझै बौला बनाउनु पर्यो भन्ने सोचेर नै हेर्नुहोस् त उनले अहिले मुनालाई उल्काइरहे कि रामसँग तेरो जिन्दगी छैन है, तेरो भविष्य छैन, अब तैँले यो रामलाई छोडेर अगाडि बढ्नुपर्छ भनेर मुनालाई पनि उल्काउन सुरु गरिसकेकी छन्। हुन त मुनाले आमाको कुरा सुनेपछि रामलाई छोडेर जान खोजेकी पनि छिन्, तर उनले भने राम तपाईँले एकचोटि मलाई रोक्नुहोस् न, तपाईँले रोक्नुभयो भने म जिन्दगीभर कहिल्यै पनि तपाईँको साथ छोडेर जान्न भन्दाखेरि पनि रामले तिमी यहाँबाट खुरुक्क गइहाल भने। आखिर किन यस्तो गरेका हुन् त रामले? के साँच्ची कि अब मुना पनि रामको जिन्दगीबाट टाढा हुने हुन् त? हेर्नुहोस् त कुनै बेलामा राम कमला र मुनाको जोडी जस्तो राम्रो कसैको पनि छैन भनेर त्यही गाउँका मान्छेहरूले कति तारिफ गर्थे, तर अहिले भने राम एकातिर कमला एकातिर र मुना एकातिर हुने अवस्था आएको छ। यो सबै देख्दाखेरि तपाईँहरूलाई कतिको दुःख लागेको छ। अब पुराना कुरा जे भए भए, राम कमला मुना फेरि मिलेर बस्नुपर्छ, त्यो घर परिवारलाई फेरि मिलाउनु पर्छ भन्ने को हुनुहुन्छ? आफ्नो विचार कमेन्टमा भन्नुहोस् है।